अघि मैले बनाएको थिएँ नि पर्छर भुटेको। अब यो चाहिँ के पो मैले मजाले भुटेलाई। अब यो मरमसलाहरू पनि भयो। अब यसलाई चाहिँ एकछिन भुटेर चाहिँ यो खानु यस्तो दामी हुन्छ गोरुको बोस्टोसँगको। तपाईँहरूलाई पनि खानु मन पर्छ भने तपाईँले यसरी बनाएर खानुहोस् ल घरमा, दामी हुन्छ। अनि विकेन्ड तपाईँहरूको इन्जोय गर्नु होला। म चाहिँ यसरी पकाएर खाएर आफ्नो परिवारसँग टाइम यसरी नै स्पेन्ड गर्छु। तपाईँहरू चाहिँ कसरी गरिरहनु भएको छ? अब यसलाई मजाले भुट्नुपर्छ होइन। अब यो खाँदाखेरि टक्क दामी हुन्छ। मलाई चाहिँ यसरी भुटेको पिरो होइन मनपर्छ नि त। अनि नानीहरूले खायो भने चाहिँ म पिरो हाल्दै झिकिदिन्छु। अनि त्यहाँदेखि फेरि आफ्नोमा यसरी हालेर खान्छु। आज चाहिँ सायद नानीहरूले खाँदैन होला, मोमो पनि बनाइरहेको छु नि त। अनि त्यही भएर यो चाहिँ थापा आमा म अनि मेरो हस्बेन्ड मेरो भाइको लागि पकाएको हो। इन्जोय। वा